आम्मामा म त छक्कै परे भरे भाइ यो 7x7 8 अनि सिधा 9 नभएर 10 को जम्बो टोली हाने त बाबै छप्लक्क पारेर छलाङ मारे त गृहमन्त्रीले। लु 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 एकचोटि यो सेयर गरौँ त साथीहरू, भिडियो जति सक्दो छ सेयर गरौँ एकचोटि, यो सबैलाई पराइदिउँ है। त्यो त 50 वर्षमा राजनीतिको बागडोर सम्हालेको जम्बो टोलीलाई यो फोटो भेजिदिउँ त। आहा, गृहमन्त्रीको शपथ खाएकै दिनको राति नै काम गर्न थाले त बाबै। मान्छेले यहाँ 7-7 वर्षसँग राजनीतिको बागडोर सम्हालेको जम्बो टोलीलाई पनि खप्लक्क यसरी च्याप्पस मात्र भित्र हाले त। अब यस्तै मान्छे हामीलाई पहिल्यै नि चाहिएको थियो भनिएको थिएन मैले। त्यही भएर नै यो पुनपुरमा हात लगाएर नेपालीहरूले बस्नु पर्दैन। अब हामीले त खायो खायो। आहा, यो देखेर त यति खुसी यति खुसी 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 नेपालीहरूको मन भरियो साथी। अब त नेपालीहरू ढुक्क भयो हुन्छ, केही फेरि चिन्ता लिँदैन पर्दैन। सुदन गुरुङले गर्छन् पक्का। भाकै दिनको 10 दिन भएन गृहमन्त्रीले 10 जनाका म्यानलाई पक्रेर हाले त भित्र। यस्तै त मान्छे चाहिएको थियो नि हामीलाई यार। मैले पहिले नै भनेको थियो त यस्तै मान्छे ल्याइदियो हामीलाई भनेर। खोजेर आखिर ज्याङजी ल्याएर खर्लक्क बसाले त गृहमन्त्रीको कुर्सीमा। कुर्सीमा मात्रै बसालेको नि, सोफामै सुलाए। सुलाउँछन् नि, काम गर्ने मान्छेलाई त सुलाउँछन् साथीहरू, सुलाउँछन्। त्यही भएर काम गर भनिहाउ त पहिले। अब तिमी भित्र जेलको चिसो एसीको हावा खाऊ, गृहमन्त्री बाहिर सोफाको हावा खाँदैछन् है।